बाहिरको इधर उधरको कामहरू चाहिँ मैले गरिरहेको छु यतिखेर हैन। पानी पर्न थाल्यो, स्पाइडर प्लान्टहरू पुरै बिग्रिने भएको हुनाले चाहिँ सबैलाई भित्र ल्याएर राखिदिएको छु। आँगन बढार कुडार यताउता सबै कामहरू मैले सकिसकेको छु। यो जेट प्लान्ट पनि बिग्रिँदै गयो, त्यही भएर साइड गरेर पानी नपर्ने ठाउँमा राखिदिएँ मैले। त्यसपछि बाहिर इधर उधर काम सकेपछि म फेरि भित्र आएँ हैन। अब भित्र पनि लठपत्रै छ, सबै हेर्न पर्यो। केटाकेटीलाई चाहिँ यही खरबुजो तरबुजो जे हो त्यो काटेर खान दिएँ है। नानीलाई चाहिँ कुकुरले टोकेको भएर त्यो खुवाएर मैले चाहिँ त्यसलाई हस्पिटल पठाइदिएको छु सुई लाउनको लागि बाबासँग है। अनि स्कुल पनि छ, अब मेरो पनि स्कुल सुरु भइसकेको छ, बच्चाहरूको पनि नयाँ सेसन स्टार्ट भइसकेको छ हैन। अब यो कोठालाई चाहिँ ट्याकटुकको मैले पारिदिइसकेको छु च्याटचुट्ट हैन। हेर्दाखेरि चाहिँ अब कोठाहरू सबै राम्रो देख्यो भनेदेखि मन पनि शान्त हुन्छ, काम गर्नको लागि अझै जोस जाँगर आउँछ कि। र यो लिभिङ रुम सबै ट्याकटुकको मैले यहाँ पारिदिइसकेको छु। र यहाँ चाहिँ थोरै मसँग केही पुरानो फुलहरू थियो हैन, यसलाई चाहिँ मैले निकालेको छु किनभने किचनमा डाइनिङ टेबल छ मेरो, त्यहाँनिर चाहिँ थोरै केही सजाउन मन लागिरहेको थियो। र यो चाहिँ म्याट पोस्ट मैले चाहिँ भाटबटेनीबाट किनेर ल्याएको, एकदमै सस्तो, धेरै महँगो होइन है। सेतोमा गोल्डन कलरको प्रिन्ट भएको एकदमै राम्रो छ। र यो दुईटा गमला पनि मैले किनेर ल्याएको छु। एउटा चाहिँ मैले लिभिङ रुमको लागि ल्याएको हो, एउटा चाहिँ किचनको लागि। यो सेतो रङको किचनको लागि, यो सेरामिककै हो, यो पनि हेर्दा चाहिँ ब्रासको जस्तै देखिन्छ। यो चाहिँ बैठकको लागि, यो चाहिँ भान्साकै लागि हो है। यहाँ चाहिँ अब इन्डोर प्लान्टहरू जे सारे पनि हुन्छ खासमा यो गमलामा, तर मैले चाहिँ केही पनि सारिनँ। यही पुरानो फुलहरू मसँग थियो, निकै वर्ष पुरानो फुल हो, सबै यसैले राखेर चाहिँ मैले यहाँ चाहिँ सजाइदिएको छु। एकदमै राम्रो लुक्स भान्सामा चाहिँ धेरै जस्तो समय त्यहीँ बस्नु भएको हुनाले चाहिँ भान्सा धेरै सजाउन मन लाग्ने कि है। त्यसपछि म फेरि यो बैठक कोठामा है, यो गोल्डन कलरको गमलालाई मैले यहाँ बीचमा राखिदिएको छु। यो सेरामिकलाई यहाँ छेउमा राखिदिएँ मैले है। अनि यो फर्सी सेपको गमला नि मलाई असाध्यै मनपर्छ, तर सानो छ कि यसमा कुनै प्लान्ट पनि अटाउँदैन कि फुलहरू पनि है। अनि हजुरलाई यो भिडियो चाहिँ पुरा हेर्न मन छ भनेदेखि मेरो युट्युब च्यानलमा गएर सर्च गर्न सक्नुहुनेछ, अनुश्री होम ब्लग युट्युबमा गएर सर्च गर्नुहोस्, भेट्नुहुन्छ र पुरै भिडियो मजाले यहाँले चाहिँ भ्युज गर्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। निकै लामो लामो भिडियोहरू रहेको छ, यदि लामो भिडियो हेर्न मनपर्छ भने युट्युबमा गएर हेर्नुहोस् होला है। र त्यसपछि नुन सकेको रहेछ, नुनलाई खनाएँ है। अब आज चाहिँ एकादशी भएको हुनाले हामी बुढाबुढी चाहिँ भात चाहिँ खाँदैनौँ होइन। बच्चाहरूलाई चाहिँ मैले भात बनाइदिएँ, आलुको भुजिया बनाइदिएको छु। र यो मुलाको अचार चाहिँ सकिन आँटेको रहेछ, यो मुलाको अचारलाई चाहिँ मैले खनाइदिएर त्यो बयमलाई चाहिँ मैले माझ्नको लागि राखेँ, यति चाहिँ उब्रेको रहेछ है। र यहाँ चाहिँ मैले यो बयमलाई पनि सफा गरिदिइहालेँ है। र आज एकादशीमा चाहिँ लसुन प्याज इधर उधर केही पनि खाइँदैन, त्यही भएर चाहिँ एकदमै सामान्य आलु भुजिया र रहरको दाल अनि भात मात्रै बनाइदिएको थिएँ केटाकेटी दुइटैलाई। र नानीको चाहिँ स्कुल जानलाई ढिलै भइसकेको थियो कि, किनभने त्यसको कुकुरले टोकेको सुई लगाउनु पर्ने, आउनु पर्ने होइन। अब रेडी गर्दाखेरि ढिलो भयो, त्यसलाई चाहिँ स्कुल पठाइदिएँ। अहिले चाहिँ म मन्दिरमा आएँ पूजा गर्नको लागि है। पूजा मेरो यहाँ चाहिँ बसिसकेको छु र मन्दिर सफा गर्ने काम यता उधर उधर हुन्छ नि त, जल राख्ने, भाँडाहरू मान्ने, सबै काम चाहिँ मैले बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला नुहाइ धुवाइ गरेपछि यो काम नै गर्छु। र आजको पूजा यसरी सकेँ मैले। त्यसपछि फेरि तल गएँ होइन, तलमाथि भइरहन्छ कि। यहाँ चाहिँ बाबुलाई खाना बसाइदिइसकेको छु मैले। अनि यो चाहिँ मिस्टी दही भन्छ यसलाई है। मिस्टी रेसिपीहरू मैले थुप्रो धेरै युट्युबमा नै सेयर गरेको छु, हजुरहरूलाई हेर्न मनपर्छ भने गएर हेर्नुहोस् होला है। र मलाई सपोर्ट पनि गर्नुहोस् होला। र यतिखेर चाहिँ 3:30 बजे भेटिरहेको छु, नानी पनि स्कुलबाट आइसके, खाजा पनि सबैलाई हुन्छ, खाना